नमस्कार है तपाईहरु सबैजनालाई। अहिले चाहिँ हामी भानुचोकबाट पनि नजिकै र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी अगाडि छौं, धरान उपमहानगरपालिका भित्र एकदम मेन रोडको छेउमा। र यहाँ चाहिँ तपाईहरुले देखिराख्नु भएको छ, अहिले चाहिँ यहाँ अजमेर टायर सर्भिस खुलिरहेको छ र यो जग्गा चाहिँ अहिले बिक्रीमा छ है। तपाईले हेर्न सक्नुहुन्छ, एकदम राम्रो आकर्षक र कमर्सियल जग्गा र यसलाई चाहिँ हैन तपाईले कमर्सियल प्रपर्टीको रूपमा पनि युज गर्न सक्नुहुन्छ। र अहिले चाहिँ हामी पिलुवा रियल इस्टेटबाट यहाँ आइसकेको छौं र ओनर पनि हामीसँगै हुनुहुन्छ र ओनरले नै आज यो जग्गाको बारेमा चाहिँ विस्तृतमा जानकारी दिनुहुन्छ। नमस्कार सर। ल हजुरले चाहिँ यही जग्गाको बारेमा चाहिँ जानकारी दिँदै भित्र पनि हेरौँ न सर। हुनुहुन्छ तपाई पनि। अहिले चाहिँ हामी प्रपर्टीमा आइसकेको छौं र यो चाहिँ एकदम आकर्षक प्रपर्टी छ। तपाईहरुले कमर्सियल पर्पसले पनि युज गर्न सक्नुहुन्छ हैन। अहिले पनि यहाँ कमर्सियल व्यवसायहरू सञ्चालनमा रहेको प्रपर्टी छ र यसको लेन्थको हिसाबले पनि एकदम लामो छ। सर यसको लेन्थ जम्मा कति भन्नुभयो हजुरले? लेन्थ खै कति छ यो लगभग जे होस् कति धुर भन्नुभयो? जम्मा चाहिँ रोडको कटाएर पनि 19 धुर चाहिँ रोड जम्मा पाउने 23 धुर छ। हजुर सर। पाउने 23 धुरमा अहिले 6 लाइनको त्यो अहिले मापदण्डले चाहिँ पाउने 4 धुर कटाएर पनि 19 धुर बाँकी हुन्छ। 19 धुर हुन्छ है सर। अरू पनि हेरौँ न सर, अगाडि पनि जाउँ। जस लम्बाइ एकदम राम्रो छ। यसमा चाहिँ कमर्सियल पर्पसले व्यवसायिक गर्ने व्यवसायीहरूले पनि यो जग्गा लिएर चाहिँ व्यवसाय गर्न सकिने देखियो। एकदम राम्रो छ जग्गा चाहिँ है। यसमा अब विभिन्न व्यवसायहरू खोल्न सक्यो। साथसाथै रेसिडेन्शियल पर्पसले पनि यहाँ त खरिद गर्न चाहनेले खरिद गर्दा भयो हैन त सर? त्यहाँ त भाडा तुरुन्त लागिहाल्छ। भाडा तुरुन्त लाग्छ। मेन रोडको जग्गा हो। हजुर, मेन रोडको जग्गा छ एकदम। यो हजुरको परैसम्म हैन त? परको त्यो यो सेकेन्ड घर छ नि यो। हजुर हजुर त्यहाँसम्म छ। त्यो घरको लास्टसम्म छ। घरको लास्टसम्म छ भने पछाडि जग्गा चाहिँ रोडको अब 6 लेन हाम्रो प्रस्तावित भएर पास पनि भइसक्यो होला त्यो बन्नका लागि। त्यो मेन रोडले कटाए पनि हजुरको 19 धुर चाहिँ नेट बस्ने हो। नेट हुन्छ हजुर। अनि अहिले अब 6 लेनको बाटो त बन्दैन कि। हजुर। नबने पनि अब उहाँले त्यो पाउने 4 धुर जग्गा चलाउनु पायो नि त। त्यो पायो। पास गर्नु जस उहाँहरूले पास गरेर तपाईलाई चाहिँ 19 धुरको डिल गरेर त्यो बाँकी रहेको जग्गा पनि पाउने 30 धुरै पास हुन्छ। त्यो सबै पास हुन्छ। उहाँहरूले चाहिँ त्यो युटिलाइज गर्दै गर्दा पनि भयो। मैले चाहिँ अब जग्गा चाहिँ पाउने 30 धुर छ हैन। हजुर। अनि उहाँलाई किनेर चाहिँ अगाडि भनिराखेको नि त। हजुर। मापदण्डले पाउने 4 धुर कटेर चाहिँ बाँकी चाहिँ 19 धुर रहन्छ है भनेर भन्नुभएको छ। हजुर। अनि यसमा चाहिँ हजुरले चाहिँ जस्तै त्यो जति कटिने जग्गा हो नि त्यसको पनि भ्यालुएसन एड गर्नु भएको छ कि 19 धुर? हैन, मैले त्यसको भ्यालुएसन एड गरेको छैन। हजुरले जम्मा 19 धुरको मात्र गर्नु भएको छ। ल भने पछाडि अब तपाईहरुले पनि सुनिसक्नुभयो, उहाँ नै ओनर हुनुहुन्छ है। हामीले त्यति ब्रोकरेज अथवा मिडलम्यान युज गरेको छैनौँ। डाइरेक्ट ओनरसँग तपाईहरुले कुरा गर्न सक्नुहुन्छ। एकदम मेन रोडमै जग्गा छ। तपाईहरु चाहिँ अब कमर्सियल पर्पसले युज गर्न चाहनुहुन्छ भने पनि एकदम राम्रो जग्गा रहेको छ है। र तपाईहरुले चाहिँ अब रेसिडेन्शियल एरियाले अब घरै बनाउँछु भन्दा पनि नबन्ने हैन, बन्छ। तपाईहरुले डिजाइन गरेर बनाउन सक्नुहुन्छ। यसको लेन्थ पनि लामो छ। तपाईले सुनि हाल्नुभयो हैन, झन्नै अब 19 धुर चाहिँ 6 लेनको रोडले कटाए पनि बस्ने जग्गा भनेको चाहिँ अब यतिको प्राइम लोकेसनमा यो पाउनु भनेको एकदम राम्रो हो। खरिद गर्नका लागि तपाईहरुले स्क्रिनमा दिएको नम्बरमा चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ है।